ब्रेकअप भएको 24 घण्टामा बोयफ्रेन्ड अर्को बनाउने हो र अनि मेरो लभै परे हैन त केको ब्रेकअप हुन्थ्यो। डिभोर्स नगर्नुहोस्। रिलेसनसिपलाई चाहिँ एकदम स्ट्रङ कसरी बनाउन सकिन्छ, कसरी हेल्दी बनाउन सकिन्छ, त्यसको लागि तपाईँहरूले आफूलाई प्रिपेयर हुनु पर्यो कि। मैले बल्ल बल्ल भेटाएको गर्लफ्रेन्डले मलाई यदि छोड्यो भने अर्को खोज्न कहाँ जाने होला। मैले बल्ल बल्ल भेटाएको बोयफ्रेन्डले यदि मलाई छोड्यो भने अर्को पाउन सक्छु कि सक्दिनँ भनेर यदि तपाईँ चिन्तित हुनुहुन्छ भने अब चिन्ता नमान्नुहोस्। सिङ्गल टोली ब्रेकअप बिमा संस्था आइसकेको छ। आज यो काठमाडौँको सुन्धारामा जो जतिले ब्रेकअप बिमा गराउनुहुन्छ उनीहरूको ब्रेकअप भएको 24 घण्टाभित्र नयाँ बोयफ्रेन्ड नयाँ गर्लफ्रेन्ड खोज्न सहयोग गर्ने जिम्मा हाम्रो संस्थाको हो। आउनुहोस् के कस्तो हुन्छ मान्छेहरूको रियाक्सन, मान्छेहरूको एक्सप्रेसन कस्तो हुन्छ जब कि मैले उनीहरूलाई यो अफर गर्दै हुन्छु। सुन्नुहोस् न, म चाहिँ अहिले एउटा भिडियो बनाइरहेको छु। यो भिडियो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट हो के? हजुर हजुर। तपाईँले कहीँ सुन्नुभएको थियो सिङ्गल टोली भनेर? छैन छैन। हजुरको गर्लफ्रेन्ड छ कि छैन? मेरो गर्लफ्रेन्ड छैन यार। गर्लफ्रेन्ड छैन? फ्युचरमा बनाउने सोच छ कि छैन? फ्युचरमा त अब खै बने त हुने। ब्रेकअप बिमा गराउनु भयो भने चाहिँ 24 घण्टाभित्रमा नयाँ गर्लफ्रेन्ड नयाँ बोयफ्रेन्ड भेटाउनलाई हाम्रो संस्थाले मद्दत गर्छ क्या। हजुर। बिमा गराउनुहुन्छ त नयाँ गर्लफ्रेन्ड भेटाउनको लागि हामी मद्दत गर्छौँ निःशुल्क। अहिले चाहिँ परेन होइन? हजुर। पर्यो भने भनौँला नि। पऱ्यो भने भन्ने? हजुर। 24 आवरभित्रमा नयाँ बोयफ्रेन्ड पनि भेटाइहाल्नुहुन्छ क्या। यो भिडियो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनिरहेको के? हजुरले कहीँ सिङ्गल टोली भनेर कहीँ सुन्नुभएको थियो? यदि होइन हजुरले चाहिँ अहिले ब्रेकअप बिमा गराउनु भयो भने चाहिँ तपाईँको फ्युचरमा ब्रेकअप भयो भने 24 आवरभित्रमा नयाँ बोयफ्रेन्ड खोज्नको लागि चाहिँ हाम्रो संस्थाले चाहिँ निःशुल्क सहयोग गर्नेछ। ब्रेकअप बिमा गराउनुहुन्छ? होइन नगरौँ होला। नगराउने? हजुरको नाम के हो नि? मेरो नाम सुहानी ढकाल। सुहानी? हजुर। ए नगराउनु हुने? होइन। तर गराउनु भयो भने चाहिँ फाइदा छ है। ल हजुरहरूलाई चाहिँ डिप्रेसनमा जानबाट होइन सुसाइडहरू गर्नबाट हामी बचाउँछौँ। हामी चाहिँ तपाईँहरूलाई मोटिभेसनहरू दिने होइन ब्रेकअप भएर चिन्ता भएको बेलामा होइन हामी चाहिँ सम्झाउने काम पनि गर्छौँ क्या। त्यो मुभ अन हुनलाई पनि हेल्प गर्छौँ। प्लस 24 आवरभित्रमा नयाँ बोयफ्रेन्ड पनि भेटाइहाल्नुहुन्छ क्या। नगराउनु हो? होइन नगरौँ। गर्नुहुन्छ? यो भिडियो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनिरहेको के? हजुर। हजुरले कहीँ सुन्नुभएको थियो सिङ्गल टोली भनेर? सुन्न त सुने छैन। सुने छैन? हजुरले यदि आज नि सिङ्गल टोली ब्रेकअप बिमा संस्थामा हजुर बिमा गराउनु भयो भने तपाईँको यदि फ्युचरमा गएर ब्रेकअप भयो भने नि नयाँ गर्लफ्रेन्ड 24 आवरभित्रमै खोज्नको लागि हाम्रो संस्थाले चाहिँ फ्रीमै सहयोग गर्छ। के बिमा गराउनुहुन्छ? बिमा गर्लफ्रेन्ड छैन त अहिले पछि गर। गर्लफ्रेन्ड छैन? यो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाको तर्फबाट बनिरहेको क्या यो भिडियो। हजुरले सिङ्गल टोली भने कहीँ सुन्नुभएको छ? छैन? तपाईँले आज यदि ब्रेकअप बिमा गराउनु भयो भने यदि तपाईँको पछि ब्रेकअप भयो भने हाम्रो संस्थाले चाहिँ 24 आवरभित्रमा नयाँ बोयफ्रेन्ड खोज्नलाई मद्दत गर्छ। गराउनुहुन्छ? यो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाको तर्फबाट बनिरहेको क्या यो भिडियो। तिमीले कहीँ सुनेको थियौ सिङ्गल टोली भनेर? सुनेको थिएन? यदि तिमीले आज नि सिङ्गल टोली ब्रेकअप बिमा संस्थामा बिमा गरायो भने पछि तिम्रो ब्रेकअप भयो भने 24 आवरभित्रमा नयाँ बोयफ्रेन्ड खोज्नको लागि हाम्रो संस्थाले नाम के हो तिम्रो? कल्पना घिमिरे। किन चाहिएन? गऱ्यो भने फाइदा हुन्छ के? त्यस्तो बोयफ्रेन्ड अब के ब्रेकअप भएको 24 घण्टामा बोयफ्रेन्ड अर्को बनाउने हो र अनि 24 घण्टा पनि हुनसक्छ, 1 मन्थ 2 मन्थ पनि हुनसक्छ। अनि त्यति मात्रै नभएर यस्तो के अब आजकल ब्रेकअप भयो भने मान्छेहरू के गर्छ? सुसाइड गर्छ, पुरा स्याड हुन्छ, चुरोटहरू रक्सीहरू खाएर स्याड भएर बस्छ होइन। मान्छेहरू पुरा डिप्रेस्ड हुन्छ नि। त्यो अवस्था पनि हाम्रो संस्थाले चाहिँ यदि बिमा गरायो भने पछि तिमीहरूलाई चाहिँ मोटिभेसन दिने होइन हेर यस्तो नगर बहिनी उस्तो यस्तो उस्तो भनेर चाहिँ मुभ अन हुनलाई पनि हेल्प गर्छ क्या। गर के बहिनी? 500 रुपियाँ मात्रै हो। मेरो लभै परे हैन त केको ब्रेकअप हुन्थ्यो। हो पछि त लभ पर्छ नि त। हजुरले यो सिङ्गल टोली भनेर कहीँ सुन्नुभएको थियो? सुनेको छैन अहिलेसम्म। यो भिडियो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनिरहेको के? ए हजुर। हजुर म्यारिड हुनुहुन्छ कि सिङ्गल हुनुहुन्छ नि? म्यारिड हो। म्यारिड हो? ए म्यारिड हुनुहुन्छ भने चाहिँ हाम्रो संस्थाले म्यारिडहरूको लागि चाहिँ खासै त्यस्तो सेवा सुविधाहरू प्रदान गरेको छैन होइन। हजुर। यदि हजुर चाहिँ रिलेसनमा हुनुहुन्थ्यो अब म्यारिड चाहिँ हुनुहुँदैन थियो भने चाहिँ हाम्रो यो सिङ्गल टोली ब्रेकअप बिमा संस्थामा आज तपाईँले बिमा गराउनु भयो भने
कुनै दिन ब्रेकअप भएको खण्डमा 24 आवरभित्रमा नयाँ गर्लफ्रेन्ड खोज्नलाई चाहिँ मद्दत गर्थ्यो के ए म म्यारिड हुनुहुँदो रहेछ डिभोर्स चाहिँ नगर्नु होला है ओके म गर्दिनँ डिभोर्स चाहिँ नगर्नु होला एकदम हजुरको डिभोर्स कसैले गरेर हुन्छ अहिले कति विकृति फैलाइराखेको छ डिभोर्सले गर्दा डिभोर्स एकदम बढी चलिरहेको छ नि त डिभोर्स चाहिँ नगर्नु होला जस्तै झगडा भए पनि झगडा हुन्छ सम्बन्धमा कहिले काहीँ तलमाथि हुन्छ ठ्याकठ्याक टुकटुक नहुने सम्बन्ध हुँदैन होइन त्यो रिलेसनसिपको बारेमा हामी एकदम अवेर छौँ एकदम ल धन्यवाद तपाईँ एकदम ओके त ओके सधैँभरि यस्तै रहनु होइन ओके। डिभोर्स नगर्नु अनि अरू डिभोर्स गर्नु चाहने मान्छेहरूलाई हजुरले के भन्न चाहन्छ दुई शब्द डिभोर्स गर्न चाहनेलाई डिभोर्स नगर्नुहोस् रिलेसनसिपलाई चाहिँ एकदम स्ट्रङ कसरी बनाउन सकिन्छ कसरी हेल्दी बनाउन सकिन्छ त्यसको लागि चाहिँ तपाईँहरूले आफूलाई प्रिपेयर हुनु पऱ्यो कि पोजिटिभली हुनु पऱ्यो रिलेसनसिप कसरी हेल्दी राख्ने त्यो बारेमा सोच्नु पऱ्यो बुझ्नु पऱ्यो हस् थ्याङ्क यू हजुरको नाम के हो नि मेरो प्रशान्त राई हो प्रशान्त राई राई ओके ल धन्यवाद तपाईँ- हेलो नमस्ते वेलकम छ तपाईँहरूलाई हाम्रो भिडियोमा सुन्नु न यो भिडियो चाहिँ नि सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनेर हो यदि तपाईँहरूले आज बिमा गराउनु भयो भने तपाईँहरूको फ्युचरमा गएर लभ परेर होइन ब्रेकअप भयो भने नयाँ बोयफ्रेन्ड खोज्नको लागि हाम्रो संस्थाले तपाईँहरूलाई चाहिँ हेल्प गर्छ ब्रेकअप बिमा गराउनुहुन्छ नाम के हो रिसु तिम्रो आयुषी अनि फ्युचरमा बोयफ्रेन्ड त हुन्छ पक्कै पनि पछि होइन अब अहिले छ कि छैन थाहा छैन होइन तर फ्युचरमा हुन्छ अनि ब्रेकअप हुनसक्छ कि अनि ब्रेकअप भयो भने के हुन्छ भने डिप्रेसनमा जान्छ होइन अनि त्यतिखेर चाहिँ हाम्रो संस्थाले चाहिँ यदि अहिले बिमा गरेर राख्यो भने हाम्रो संस्थाले चाहिँ पछि तिमीहरूलाई मोटिभेसन दिन्छ इन्सपायर गर्छ मुभ अन हुन हेल्प गर्छ सुसाइड गर्नबाट बचाउँछ कि त्यस्तो पागलपन्थी त हामी गर्दैनौँ त्यो चाहिँ थाहा छ हामीलाई गुड गर्ल सधैँभरि यस्तै हुनु पछि गएर चाहिँ अहिले यस्तो भनेछ होइन अहिले यस्तो भनेछ पछि गएर चाहिँ बेबी म तिमीमा बाँच्नु सक्दिनँ बेबी भनेर यता हेर यस्तो हात काट्दै यी हेर बेबी मैले हात काटेँ रगत आयो बेबी भनेर भनेको भिडियो फेसबुकमा पोस्ट गरेको हामीले देख्न नपर्छ है त हुन्छ हुन्छ ओके ल ज्ञानी रहेछौ बहिनीहरू यो भिडियो टिकटकमा आउँछ ल हाम्रो भिडियोमा स्वागत छ ल हजुर नाम के हो नि मेरो अशोक राहुल यो भिडियो चाहिँ नि सिङ्गल टोली ब्रेकअप बिमा भन्ने संस्थाबाट बनेर हो के हजुर तपाईँले काहीँ सुन्नुभएको थियो सिङ्गल टोली भनेर सुनेको थिएन सिङ्गल हो कि मिङ्गल हो नि हामी त सिङ्गल हो नि अनि सिङ्गल भएर पनि सिङ्गल टोली भन्ने आजसम्म नसुन्नु भनेको त एकदमै यो त भएन नि हजुर ल ओके तपाईँहरूले अब चाहिँ सुन्नुहुनेछ टिकटकमा तोय अफिसियल भनेर सर्च गर्नुभयो भने देख्नुहुनेछ होइन सिङ्गलहरूलाई संरक्षण गर्ने संस्था हो क्या सिङ्गल टोली भनेको चाहिँ अनि आज चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनेर हो यो भिडियो सिङ्गल टोलीले चाहिँ अब ब्रेकअप हुनेहरूलाई चाहिँ हेल्प गर्नको लागि यो भिडियो बनेर हो पछि गएर लभ पर्नु सक्छ अहिले सिङ्गल भए पनि होइन अनि लभ परेपछि केटीहरूले छोड्छ कि छोड्दैन त्यो टुङ्गै हुँदैन हो कि होइन भरोसा हुन्छ त हुँदैन नि हुँदैन होइन अनि ब्रेकअप भयो भने के हुन्छ भन्दाखेरि अब ब्रेकअप भइसके पछाडि फेरि त्यस्तै गर्लफ्रेन्ड भेटाउनै गाह्रो छ कि केटीहरूको पनि त भाउ खोज्दैनन् होइन एकदम हो आज तपाईँहरूले चाहिँ ब्रेकअप बिमा गराउनु भयो भने चाहिँ होइन पछि गएर ब्रेकअप भयो भने 24 आवरभित्रमा नयाँ गर्लफ्रेन्ड जस्तो भनौँ त्यस्तै खोज्नलाई हाम्रो संस्थाले फ्रीमै मद्दत गर्छ गरौँ बिमा फ्रीमै हो भाइहरूलाई फ्रीमै ल बिमा नगरौँ होला किन नगर्नु यार गरौँ न किन हाँसिनु यो त एकदमै राम्रो कुरा हो हाँसु छ र त्यस्तो हो हामी गर्दैन न ल ओके ल ठिक हजुरहरूलाई मेरो भिडियोमा वेलकम गर्छु ल हस् यो भिडियो चाहिँ सिङ्गल टोली ब्रेकअप बिमा संस्थाबाट बनिरहेको होस् काहीँ सुन्नु भएको छ सिङ्गल टोली भन्ने भिडियो देखाएको थिएँ भिडियो देख्नु भएको थियो हजुर सिङ्गल हुन्छ कि मिङ्गल हुन्छ नि सिङ्गलै छौँ ओ सिङ्गल हुनुहुँदो रहेछ त्यही भएर देख्नुभयो होइन यदि मिङ्गल हुनुभएको भए हामी जस्तो सिङ्गल टोलीहरूको भिडियो कसैले नि हेर्दैन स्क्रोल हानिदिन्छ थ्याङ्क यू सो मच तपाईँ सिङ्गल भएर हाम्रो भिडियो हेरिदिनु भएको लागि सुन्नु न आज चाहिँ यो सिङ्गल टोलीले चाहिँ नि यो ब्रेकअप भएर पीडामा भएको होइन नयाँ गर्लफ्रेन्ड नभेटाएर नयाँ बोयफ्रेन्ड नपाएर होइन बिजोक भएको मान्छेहरूको लागि र फ्युचरमा गएर चाहिँ होइन अब रिलेसनमा हुनेहरूको पनि फ्युचरमा गएर ब्रेकअप हुने चान्सेस हुन्छ होइन हजुर त्यो अवस्थामा चाहिँ अहिले चाहिँ ब्रेकअप बिमा गराएर होइन पछि चाहिँ जसले आज बिमा गराउँछ उनीहरूलाई चाहिँ ब्रेकअप भएको 24 आवरभित्रमा नयाँ गर्लफ्रेन्ड नयाँ बोयफ्रेन्ड खोजिदिने हाम्रो जिम्मा लिँदैछौँ क्या हामीले हजुर अब अहिले सिङ्गल हुनुहुन्छ भने पनि पछि गएर लभ पर्नु सक्छ होइन आज के ब्रेकअप बिमा गराउनुहुन्छ त के कसरी हो खै ब्रेकअप बिमा फ्रीमै हो सानो
पोलिसी छ कि हाम्रो इन्सुरेन्सको पोलिसी सानो एउटा विधि छ होइन त्यो विधि यहाँनिर ठक्क गर्नुपर्छ सानो भेरिफिकेसन स्माइल भेरिफिकेसन भए छट्ट पुग्छ होइन हाम्रो चाहिँ अनलाइनमै फर्म भरिन्छ क्या बिमा गरौँ न त अनि के हो त नि यसको काम पछि त्यही गर्लफ्रेन्ड खोज्ने के हो गर्लफ्रेन्ड खोज्ने मात्रै नभएर होइन चाहिएको खण्डमा हामी 24 आवरभित्रमै गर्लफ्रेन्ड पनि भेटाउन हामी मद्दत गर्छौँ होइन अब गर्लफ्रेन्ड चाहिँदैन म चाहिँ अब गर्लफ्रेन्ड चाहिँदैन भन्नुहुन्छ भने पनि त्यो अब गर्लफ्रेन्डलाई बिर्सिन गाह्रो भएर होइन डिप्रेसनमा जानबाट होइन त्यो पुरा सुसाइडहरू गरेर हुन्छ मान्छेहरूले होइन त्यस्तो दुर्घटना हुनुबाट पनि हामी बचाउँछौँ कि हामी मोटिभेसनहरू दिएर इन्सपायर गरेर सान्त्वनाहरू दिएर होइन हामी चाहिँ पुरै इन्टरटेनमेन्टको साथमा हामी चाहिँ मुभ अन गराउँछौँ क्या गराउने हो त बिमा गराइदिउँ न त के छ त नि पोलिसी चाहिँ पहिला नाम आफ्नो नाम भनिदिनु पऱ्यो हजुरको नाम पुरा नाम भनिदिनुहोस् त ठ्याक्कै अनलाइनमै भेरिफिकेसन हुन्छ ल हजुरको पुरा नाम भनिदिनुहोस् त मेरो रेशम घिमिरे लास्ट टाइम तपाईँको लभ परेको थियो कि थिएन नै छैन आजसम्म सिङ्गलै हो हजुर हजुर ए अनि हजुरको ठेगाना मेरो स्थायी चाहिँ अर्को खाँचीबाट हुनुहुन्छ हजुर ए ल ठिक छ तपाईँको नाम र ठेगाना भइहाल्यो र पास्टको रिलेसनसिप छ छैन त्यो पनि भइहाल्यो होइन अब एकचोटि क्यामेरामा हेरेर हजुरले चाहिँ स्माइल भेरिफिकेसन चाहिन्छ एकचोटि स्माइल त अलरेडी नै छ ल स्माइल त अलरेडी नै छ ल ओके भेरिफाइड भइसक्यो आँखा झिम्काउन आउँछ एउटा मात्रै आँखा झिम्काउन खै आउँदैन ट्राई कस्तो आउँदैन यस्तो गर्दा होला नि ठिक छ ल हजुरलाई आउँछ एउटा मात्रै आँखा झिम्काउन एकचोटि हो आउँछ एकचोटि फेरि गरिदिनु त ल तपाईँको आई ब्लिङ्क भेरिफिकेसन भइसक्यो होइन हजुरको नाम मेरो सुदीप तिवारी अनि ठेगाना सँगसँगै कि अब स्थायी त भुमै हो के अरे अहिले सँगै बस्छौँ रुममा ए कता भन्नुभयो स्थायी चाहिँ स्थायी भुमै बुटोल बुटवल ए अनि हजुरको पास्टमा लभ परेर मतलब गर्लफ्रेन्ड थियो र ब्रेकअप भएको छ कि अथवा अहिले पनि रिलेसनमै हुनुहुन्छ कि कस्तो हुन्छ रिलेसनमै छु रिलेसनमै हुनुहुन्छ ओके रिलेसनमा हुनेहरूको लागि त झन् आजको यो हाम्रो अफर एकदमै जरुरत छ के फ्युचरमा गएर यदि अब सकेसम्म त ब्रेकअप नहोस् होइन तर यदि भइहालेछ भने होइन 24 आवरभित्रमा गर्लफ्रेन्ड खोज्न पनि हेल्प गर्छौँ होइन अब गर्लफ्रेन्डै नखोजे पनि मुभ अन हुनको लागि होइन अनि डिप्रेसनमा जानबाट चाहिँ हाम्रो संस्थाले चाहिँ मद्दत गर्छ क्या हजुरहरूको भेरिफाइड भइसक्यो ल हस् ब्रेकअप बिमामा ल धन्यवाद तपाईँहरूलाई ओके बाई